टी20 विश्वकपमा नेपाली क्रिकेट टिमले सोचे जस्तो राम्रो गर्न सकेन। ब्याक टु ब्याक 2 गेमहरू नेपालले हार्न पुगेको थियो, जसमा पहिलो गेम इङ्ल्यान्ड विरुद्ध 4 रनले हारेको थियो भने त्यसपछि इटली विरुद्ध चाहिँ नेपालले 10 विकेटको लज्जास्पद हार बेहोर्नु पुगेको थियो। तर पनि अझै नेपालले आशा मार्नुपर्ने अवस्था आइसकेको छैन, किनभने अझै पनि अर्को भरमा परेर हामी सुपर 8 पुग्न सक्ने सम्भावना अझै जीवितै रहेको छ। सो हामी कसरी पुग्न सक्छौँ त सुपर 8 भन्ने विषयमा आजको यस भिडियोमा चर्चा गर्नेछौँ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। लेट्स स्टार्ट द भिडियो। सो कसरी पुग्न सक्छ त नेपाल सुपर 8 मा। सो अहिलेको पोइन्ट टेबल हेर्ने हो भने सबैभन्दा माथि वेस्ट इन्डिज रहेको छ, जसले 2 खेलमा 2 जितेर 4 नम्बर सहित टपमा रहेको छ। त्यसपछि स्कटल्यान्डले चाहिँ 2 मा 1 जितेर 2 पोइन्ट सहित रहेको छ। त्यसपछि इटली र इङ्ल्यान्डले पनि 2 खेलमा 1 जितेर 2 पोइन्ट सहित रहेका छन्। बट नेपाल भने अहिलेसम्म पोइन्ट विहीन छ, अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन। आजको खेल स्कटल्यान्ड र इङ्ल्यान्ड रहेको छ। यदि आज स्कटल्यान्डले जित्छ भने पनि स्कटल्यान्डको 4 पोइन्ट हुन्छ, अथवा इङ्ल्यान्डले जित्छ भने पनि 4 पोइन्ट हुन्छ। जसमा आज चाहिँ यदि स्कटल्यान्डले इङ्ल्यान्डलाई हराउँछ भने त्यसपछि इङ्ल्यान्डको 1 खेल मात्रै बाँकी रहन्छ र 1 खेल जितेपछि पनि मात्रै 4 पोइन्ट हुने हो। बट स्कटल्यान्डले जित्छ भने स्कटल्यान्डले आज नै 4 पोइन्ट हुन्छ र त्यसपछि पनि जित्यो भने 6 पोइन्ट हुनसक्छ र इङ्ल्यान्डको पनि त्यस्तै हुन्छ। आज सकेसम्म स्कटल्यान्डले जितोस् भन्ने हो। स्कटल्यान्डले जित्यो भने इङ्ल्यान्डको त्यसपछि 4 पोइन्ट मात्रै हुने भयो र नेपालको लागि फाइदा हुने भयो। नेपालले त्यसपछि स्कटल्यान्डलाई हराएर नेपालको 2.8 हुन्छ। त्यसपछि जुन वेस्ट इन्डिजको रहेको छ, वेस्ट इन्डिजको अब 1 खेल इटलीसँग रहेको छ। इटलीसँग खेल जित्छ भने पनि त्यसको 6 पोइन्ट हुन्छ र पोइन्ट टेबलको टपर बनेर त्यो चाहिँ सुपर 8 जानेछ। त्यसपछि आज स्कटल्यान्डले चाहिँ इङ्ल्यान्डलाई हरायो भने इङ्ल्यान्डको त्यसपछि 4 पोइन्ट मात्रै हुन्छ र नेपालले वेस्ट इन्डिज र स्कटल्यान्ड दुबई जुन 2 म्याच छ त्यसमा राम्रो मार्जिनले नेपालले जित्न सक्यो भने नेपालको 4 पोइन्ट हुन्छ र इटलीको वेस्ट इन्डिजसँगको गेम छ त्यो हार्यो भने पनि 2 पोइन्टमै रहने भयो इटली। त्यसपछि स्कटल्यान्ड वेस्ट इन्डिजसँग नेपालले जितेको खण्डमा मात्रै नेपाल सुपर 8 पुग्न सक्ने सम्भावना छ। त्यसपछि अर्को भनेको इङ्ल्यान्डको 4 भन्दा बढी पोइन्ट हुनु भएन अनि स्कटल्यान्डको पनि 4 भन्दा बढी पोइन्ट हुनु भएन। अब स्कटल्यान्डको त नेपालले जित्यो भने हुँदैन 4 भन्दा बढी, बट इङ्ल्यान्डको चाहिँ 4 भन्दा बढी हुने चान्स छ, किनभने इटली र स्कटल्यान्ड दुबईसँग खेल रहेको छ इङ्ल्यान्डको। सो आशा गरौँ पक्कै पनि इङ्ल्यान्डले आजको खेल हार्नेछ र नेपाललाई चाहिँ सुपर 8 पुग्नको लागि केही सजिलो हुनेछ। तपाईँको विचारमा नेपालको पर्फर्मेन्स अबको खेलहरूमा कस्तो रहला? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई बाई।